Hello, namaskar. Welcome back in my blog and रेसम युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई अब हाम्रो सुन्तला बारीमा चाहिँ सुन्तलालाई मलजल गर्ने यसमा औषधि लगाउने चाहिँ थोरै हामीले लगाइसक्यो। हामी चाहिँ बाबा र म बाबाले औषधि लगाउने, मैले चाहिँ सुन्तलामा मल हाल्ने कार्यक्रम चाहिँ भइरहेको छ। हामीले करिब एउटा 6वटा सुन्तलालाई चाहिँ ल यसरी हामीले चाहिँ हेर्नुहोस्, अब यस्तो गरेर दियो। यो चाहिँ मैले सामाजिक सञ्जालमा हेरेर चाहिँ सुन्तलालाई मलजल गर्ने भन्ने चाहिँ यसरी गर्नुपर्ने छ भनेर त्यही अनुसार मैले चाहिँ यसरी गरिराखेको छु। यो चाहिँ काम भइसक्यो। हाम्रो बाबा बाउ छोराको काम आजको होइन। बाबा केही भन्नुहुन्छ? ल बाबा भन्नुहोस् त, केही भिडियोमा किन हान्नुहुन्छ? समाउनुहोस्, यो पनि पिँदै गर्नु। घाम भएर यहाँ रेडबुल बाउ छोराले 1 घन्टा रेडबुल पनि खाइसक्यो। बाबाको काम चाहिँ अब सुन्तलामा पेन्टिङ गर्ने, अनि मैले चाहिँ यहाँ मल हाल्ने काम भइरहेको छ आज। अनि बाबा कस्तो भइरहेको छ काम? काम राम्रो भएको छ। आफ्नो लागि हो काम गर्नुपर्छ हामीले। अर्काको लागि कसैले गर्नन्, आफ्नो लागि गर्ने हो। त्यो हुनाले दुःख नगरिकन सुख हुन्न। परिश्रम नै हामी मनुष्यको एउटा जिन्दगी बिताउने बाटो हो। धन्यवाद बाबा। फेरि सानैदेखि एकदम मेहनती, एकदम परिश्रम गर्ने अब सिपहरू भएको भएर अब हामी 3 भाइ छोरालाई पनि लाउरे नभए तापनि एकदम परिश्रम, आफ्नो परिश्रम गरेर चाहिँ हामीलाई हुर्काएको हो नि त बाबा, होइन? त्यही भएर बाबाको विचार चाहिँ हामीले काम गर्नुपर्छ, अब परिश्रम गर्नुपर्छ। काम गऱ्यो भने हामीलाई जिउनु सजिलो हुन्छ भन्ने चाहिँ एकदम अनुभव चाहिँ बाबासँग छ। हामीले पनि बाबाको अनुभवलाई चाहिँ अनुसरण गर्दै फलोअप गर्दै आज म पनि ठ्याक्कै छुट्टीमा आएको नेपालमा। अनि आज चाहिँ सुन्तला बारीमा ल हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो सुन्तलामा चाहिँ हामीले औषधि लगाउने काम भइरहेको छ। अनि मल पनि दियो। सुन्तला चाहिँ यस्तो छ। यो वर्ष चाहिँ राम्रै खाइयो अर्ग्यानिक सुन्तला। अनि उता पनि हामीले यस्तरी यहाँ यस्तरी लगाइयो हामीले। बाबा चाहिँ अब रेडबुल खाँदै हुनुहुन्छ। अब हामीसँग चाहिँ यो मलजल हाल्ने काम चाहिँ अझै 4वटा बोट बाँकी छ। अब यो 4वटा बोटमा चाहिँ मैले मल चाहिँ एकदम नयाँ सिस्टम तरिकाले अब मल दिइराखेको छु। होपफुल्ली अब नेक्स्ट इयर चाहिँ यो सुन्तलाले चाहिँ अहिलेभन्दा अलिक ठुलो दिन्छ कि भन्ने एकदम मैले एक्सपेक्ट गरेको छु बाबा। किनभने मैले मल दिने तरिका छुट्टै छ नि त, होइन? पहिला बाबाहरूले चाहिँ अर्कै तरिकाले मल दिनुहुन्थ्यो भने यसपटक चाहिँ मैले सामाजिक सञ्जालमा देखेअनुसार चाहिँ मल दिइराखेको छु। यसले गर्दा पनि आई होप नेक्स्ट इयर चाहिँ यो सुन्तलाको बोटहरूले चाहिँ ठुलो ठुलो दानाहरू दिन्छ भन्ने चाहिँ एकदम मैले एक्सपेक्ट गरिरहेको छु। ल हेर्नु, यदि तपाईँहरूले पनि मेरो भ्लग हेरेर सुन्तलालाई मलजल गर्ने, औषधि दिने जस्ता कामहरू सिक्नुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानल रेसम रोका भन्ने छ, त्यसलाई चाहिँ सब्सक्राइब गरेर सेयर गरेर सपोर्ट गर्नुहोला। र तपाईँहरूले पनि मेरो आइडियालाई चाहिँ फलोअप गरेर तपाईँहरूले पनि आफ्नो काम गर्नु सक्नुहुनेछ भन्ने विशेष आग्रह गर्दै अब हामी चाहिँ अब काम सुरु गर्छौँ, होइन बा? अब बाबा छोराले काम सुरु गरिन्छ। बाबा चाहिँ यो मेरो भ्लगमा चाहिँ पहिलाचोटि आउनुभयो, होइन? ल ल है त। ल अब हामी सुरु गर्छौँ। तपाईँहरूले पनि अब मेरो युट्युब च्यानल रेसम रोकालाई चाहिँ युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु हुन विशेष अनुरोध गर्दै स्टे ट्युन। बाई बाई।